को आऊ गिभ आइज एकै स्मोकमा देखे त बाहिर केटा रातिनु भएन यो गेममा चाहिँ रातिनु भएन है बुझा मुझे भिपीलाई बुझा किल जति सबै राणा किल चाहिँ सबै त्यही भनेको हो यार 9 किल हार्यो दाइ 10 ल 10 हार्यो अब यो सँग 3v3 चिकन हान्नको लागि त्यसलाई जित्नुपर्छ हामीले चढिरा टस्न न एउटालाई चढिरा फुक्क चढिरा नाइस जिगल भाइ पछाडिबाट को निस्किन्छ है पछाडिबाट के पनि निस्किन्छ है कमन लेट्स स्काई चिकने दामी कतिजनाले वाइल्ड लुट लिएर गयो नि त इजी चिकन ल है लभली है स्लिपी भाइ योपालि हेरेर भयो तर ओभर पोइन्ट तान्यो नि त त्यो अर्को मुजीहरूले पनि डोरले पेल्छ होइन ल पेल्छ नै स्लिपी नै स्लिपी भाइ त मर्छ होला हौ ब्लिड भरे सक्यो बच्छ मर हौ देखेनौ ब्लिड भरे मर्छ भने उ अर्कोले फिनिस हान्दैछ त्यसले हान्दैछ होपलेसले त्यसको नि टिममेटको किल तानिहाल न केडा हो लास्ट वान आइक्यूले हान्दियो सक्कायो यो भिपी पनि बच्यो मुला त्यो पनि सेकेन्डै हुने भयो जहाँसम्म मलाई लाग्छ वाच किल पनि हानौ लाग्छ किल उठाउ नाइस 7 किल तर भिपी नै बाध्यो का लास्टमा भिपी नै बाज्दियो अरे राम्री नै सौ जुन भन्दा आयो हैन त यो मुलासँग अझै 2टा ग्रेनेड रहेछ ओ 2टा ग्रेनेड ला म्याच किने सुताइदियो किलै दियो नि हौ यो ढुकेर बसिरहेको छ अनि यसले त हानिहाल्छ जतमा पोइन्ट दिम नि त हामीले 1 पोइन्ट भने बेसी लाग्दैन त पोइन्ट नदिनु पर्ने फर्स्ट एड एउटा मात्रै छ दाइसँग यो पुग्यो नडराइकन त गयो कि तर सेकाइ खायो यार ओ भाइ हिल ब्याटल छैन त अब के गर्नु हो मुजी खाइले खाइदियो भने तनाव हुन्छ त हामीसँग हिल छैन भने त स्काइला या नोभेरको एलेनो स्काइला पढाउनु पर्ने रहेछ भित्र आइ बरु त्यही त एउटा त फर्स्ट रहेछ यो रान मतिको छसँग त ला खाना चकियो खाइस हैन चिकन आयो ओपी इन द च्याट लेट्स गो आज दाइ 3टा चिकन हुन्थ्यो थाहा छ रन्डु म्यापको पनि चिकन भएको भए छैन नि दाइ 3टा चिकन थियो आज दिनमा ल हेर्नु आमा अति खेल्दियो यार अति खेल्दियो ओपी है खतरनाक जहर गेम प्ले लभली है ये भाइ देखेर म हाँसुक्छु आइमा गएको अरे मुस्किल हान्न मुजी घोप्टा पार्थ्यो हाम्रो त 110 पुग्यो भइसबाडी हान्दो रहेछ यार हाम्रो 110 छ हो यहाँ देखाकै 110 छ 6 पोइन्ट आयो अहिले हाम्रो 4 2 6 आयो होला 4 र 2 अनि कति भयो त दाइ हाम्रो 110 अनि फर्स्टको 113 फर्स्टको 113 थर्डको 95 15 पोइन्टको लिड छ हाम्रो फोर्थको 93 17 पोइन्टको लिड फोर्थको 93 फिफ्थको 84 ठीक छ 17 पोइन्टको लिडमा बसेको छौँ नि त हामी भोलि हामीले जित्नको लागि आजको जस्तै खेल्नुपर्छ स्टार्टिङमा आजकै जस्तो खेल्नुपर्छ आजको जस्तै सेम भोलि रिपिट भयो भने फर्स्ट गेममा 10 पोइन्ट उता स्म्याश पोइन्ट भेट्छ सेकेन्ड गेम चिकन त्यो भयो भने त सकियो नि सक्यो च्याम्पियन भयो ल भाइ बत्ती गयो यार गएको ल बत्ती गइदिरा यार
ल हेर दाइ ल जी तपाईँ लाइभ आउने कि नै भरे आउँदिन होला यार हेरौँ के हुन्छ जी गाइस जी